आधारबाट प्रबन्ध गर्नेछु। हाम्रो संसदको नियमावली, संसद सञ्चालनका परम्परा र परिपाटीको आधारमा सदनलाई सुचारू रूपबाट सञ्चालन गर्नको लागि सबै माननीय सदस्यहरू आसन ग्रहण गर्नुहोस्, म अनुरोध गर्दछु। त्यस पछाडि म दलीय आधारमा माननीय सदस्यहरूलाई बोल्न समय प्रदान गर्नेछु। माननीय सदस्यहरू, सभा सञ्चालन हाम्रो सभाको नियमअनुसार गर्नुपर्छ। माननीय सदस्यहरूले नै यो सभा सञ्चालन गर्नको लागि हाम्रो सभा सञ्चालन सम्बन्धी नियमावली पास गर्नुभएको छ। त्यसले गर्दाखेरि पालो दिने कुरा, समय निर्धारण गर्ने कुरा हाम्रो विधिसम्मत ढङ्गबाट हुने नै छ। त्यसैले म माननीय सदस्यहरूलाई आसन ग्रहण गरेर सभा सञ्चालन गर्नको लागि उपयुक्त वातावरण बनाइदिनको लागि म अनुरोध गर्दछु। र म माननीय सदस्यहरूलाई के ध्यान आकृष्ट गराउन चाहन्छु भने यो अधिवेशन हाम्रो यो संसदको 6औं अधिवेशनको रूपबाट रहेको छ, दोस्रो आम निर्वाचन पश्चात। यसले देशको लागि चाहिने अत्यावश्यक कानुनहरू बनाउन नसक्नाले या संसदले संघीयतालाई प्रभावकारी ढङ्गबाट कार्यान्वयन गर्ने कानुन नदिएको कारणले गर्दाखेरि आज संघीयता प्रभावकारी भइरहेको छ भन्ने कुराहरूको टिप्पणी हामीले सुनिरहेका छौँ। हामीले सरकारको तर्फबाट यही अधिवेशनमा यी विधेयकहरूलाई कानुनको रूप दिन्छौँ भन्ने कुराहरू विभिन्न नीति वक्तव्य, बजेट वक्तव्य आदिबाट पनि हामीले प्रतिबद्धता जाहेर गरेका छौँ। भर्खरै आन्दोलनको कारणबाट राष्ट्र प्रभावित भइरहेको शिक्षा विधेयकसँग सम्बन्धित कुराहरू पनि हामीले छलफल गर्नुपर्ने कुराहरू पनि मान्यजीहरू जानकारै हुनुहुन्छ। त्यसै गरेर थुप्रै कानुनहरूलाई पास गर्नुपर्ने परिस्थितिमा अहिले वर्तमान देशका गृहमन्त्रीले आफूले पनि सामयिक विषयमा उठेका प्रश्नहरूलाई जवाफ दिनलाई समय निरन्तर मागिरहनु भएको छ। सत्तापक्ष प्रतिपक्ष हामीले बोल्न पाऊँ भनेर भनिरहनु भएको छ। स्वाभाविक छ, देशमा घटिरहेका थुप्रै घटनाहरूको बारेमा मान्यजीहरूले जनप्रतिनिधिको हैसियतले आफ्ना कुराहरू राख्नुपर्ने आफ्ना निर्वाचन क्षेत्रसँग सम्बन्धित आदि छन्। त्यसमा पनि यो अहिलेको बजेट अधिवेशन भएकोले बजेट वक्तव्य प्रस्तुत भएको छ। त्यसमाथि छलफल गर्ने समय हाम्रा 3 दिन निर्धारण गरिएका समयहरू पनि बितेर गइसकेका छन्। यी सबै परिस्थितिलाई हेरेर म माननीय सदस्यहरूलाई आसन ग्रहण गरेर संसद सञ्चालनको लागि नियमित बैठकलाई लाने वातावरण बनाइदिनको लागि म विशेष अनुरोध गर्दछु। मान्य सदस्यहरू, यहाँहरूले छलफल गर्ने थलो नै हो यो, त्यसकै लागि यो प्रबन्ध गरिएको छ। तर विधिसम्म ढङ्गबाट जानको लागि मान्य सदस्यहरू आसन ग्रहण गरेर यहाँबाट दिएको समय र यहाँबाट भएका निर्देशनको आधारबाट मात्रै सभा सञ्चालन गर्न सक्छ। त्यसकारणले मान्य सदस्यहरूले यो निर्देशनलाई पालन गर्नुहुनेछ र आसन ग्रहण गरेर वातावरण बनाउनुहुनेछ। म फेरि पनि भन्छु, दलीय आधारमा म मान्य सदस्यहरूलाई बोल्न दिनेछु र त्यस पछाडि म निर्धारित कार्यसूची अन्तर्गत यो सभा लानको लागि मान्य सदस्यहरूलाई बस्नको लागि विशेष फेरि अनुरोध गर्न चाहन्छु। मान्य सदस्यहरू, प्रत्येकले बोलेर आफ्ना मात्रै कुराहरू राखेर आफ्ना मात्रै जिद्दी गरेर सभा सञ्चालन हुन सक्दैन भन्ने कुरालाई हेक्का राख्नको लागि पनि म अनुरोध गर्दछु।
विधिसम्म ढङ्गबाट कुराहरू गर्नुपर्छ। मान्य सदस्यहरू आसन ग्रहण गर्नुहोस् र विधिसम्म ढङ्गबाट सभा सञ्चालन गर्ने वातावरण तयारी गर्नु मान्य सदस्यहरूको कर्तव्य हो। त्यसकारणले मान्य सदस्यहरू आसन ग्रहण गरेर सभा सञ्चालन गर्ने वातावरण बनाउनुपर्छ। मान्य सदस्यहरू, यहाँहरू विधिसम्म ढङ्गबाट बोल्नुपर्छ र बोल्नको लागि आलो पालो समय पाएपछि बोल्नुपर्छ भन्ने कुराको बारेमा ख्याल गर्नको लागि म अनुरोध गर्दछु। मान्य सदस्यहरू, यो नेपालको संसद हो। मान्य सदस्यहरू, यो संसदलाई संसदको ढङ्गबाट लानको लागि मान्य सदस्यहरूको भूमिका महत्त्वपूर्ण हुन्छ भन्ने कुरामा म गम्भीर ध्यान आकर्षित गराउँदै म मान्य सदस्यहरूलाई सूचना सुनाउन चाहन्छु। मान्य सदस्यहरू, आजको कार्यसूचीको सम्पूर्ण कार्यक्रम सूचीबाट हटाइएको बेहोरा म जानकारी गराउने सूचना राख्दछु। त्यसपछि मान्य सदस्यहरू, अब प्रतिनिधि सभाको अर्को बैठक 2082 साल जेठ 23 गते शुक्रबार दिनको 1 बजे बस्ने गरी यो बैठक स्थगित हुन्छ।